विषय चाहिँ कस्तो भन्दाखेरि यो जुन धरानमा चाहिँ होइन एकदमसँगले यो खानेपानीको लागि ठुलो बजेट गएको छ होइन जुन यो बालेन सरकारले चाहिँ यो चुनाव अगाडि होइन सप्तकोशीबाट चाहिँ धरानमा चाहिँ पानी अन्डरग्राउन्ड लाने भनेर चाहिँ जुन प्रतिबद्धता गरेको थियो त्यो स्वरूप अहिले धरानमा ठुलो बजेट गएको छ। अब धराने जनताले चाहिँ पानी एकदम सप्तकोशीको पानी पिउन पाउने भएका छन् होइन। तर हर्क सम्बाङले चाहिँ फेरि पनि के भनिरहेको रहेछ भने होइन यसो उसो भनिरहेको रहेछ। के भन्नुहुन्छ यसको विषयमा बोल्नुपर्दा हर्क साम्पाङ चाहिँ अब कस्तो खालको मान्छे हो कस्तो खालको व्यक्ति हो भन्नुपर्दा चाहिँ हर्क साम्पाङ चाहिँ एउटा देश विकास चाहने खालको मान्छे चाहिँ हो। धरानको जनतालाई अहिलेको सरकारले ठुलो बजेट दियो पानीको लागि। चुनावको बेलामा उनीहरूले चाहिँ एउटा प्रतिबद्धता पनि गरेर रहेछ बालेन शाहले धरानको जनतालाई चाहिँ कोसीबाट पानी ल्याएर खुवाउने पार्टी बन्न चाहन्छ भनेर यही अनुरूप उनीहरूले बजेट हालिदिएको रहेछ। तर यो हर्क साम्पाङ चाहिँ कहिले चाहिँ ल्याङ गर्ने यो संसदमा गएर एउटा पानीको विषयमा नबोल्ने अहिले आएर चाहिँ मैले गर्दा जहिले पनि ऊ आफै मात्रै जस खोज्ने ऊ आफै मात्र राजा बन्न खोज्ने हेलम्बर राजा बन्न खोज्ने ऊ चाहिँ। त्यही भएर यो हर्क साम्पाङ चाहिँ अहिलेको विषयमा यो विषयमा चाहिँ हर्क साम्पाङ चाहिँ एउटा भनौँ न अब मैले गरे हो भन्दा पनि एउटा अहिलेको सरकारलाई चाहिँ धन्यवाद दिनुपर्ने अवस्थामा चाहिँ उसले चाहिँ मैले नै हो। त्यही त मेरो पनि भनाइ के भने जस्तो धराने जनताले पानी पिउन पाए होइन अर्थात् नेपाल विकास भयो अर्थात् सबैजनाले डेभलप भयो होइन। उसलाई तँसँग सरकार छैन क्या हर्केलाई होइन उसलाई चाहिँ केसँग सरकार छ भने जे कुरा पनि मैले नि गर्दा भएको होइन। नेपाल विकास भयो मैले नि गर्दा भएको होइन। अरू जेसुकै भयो मेरै नाम आउनु पर्यो होइन। यो विषयमा पुरै देशभरमै ल्यान्ड चलिरहेको छ। मैले यसो हेरेको होइन एउटा त्यो अहिले जस्तो धरानको मेयर चलाइरहेको छ उसले चाहिँ सिधै प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ। अब फेरि मलाई धन्यवाद दिएन यो त मेरो हो मैले ल्याएको बजेट हो भनेर फेरि हर्क साम्पाङ उफ्रिरहेको छ। यतापट्टि फेरि सरकारबाट दिएको बजेट हो एउटा हो। सरकारले दिएको बजेट एउटा देशव्यापी रूपमा जता पनि दिन्छ सरकारले होइन जहाँ आवश्यक के भने नि हर्केको समर्थनहरू चाहिँ कस्तो समर्थन भयो भने जस्तोमा नेपालले के गरन चाहिँ पृथ्वीनारायण शाहले गरेको भन्दाखेरि कसले भन्यो नेपालले एकीकरण पृथ्वीनारायण शाहले गरेको यो त जनताहरूले गरेको होइन। जनताहरू पो लड्न गएको थियो त त्यतिखेर त्यस्तो त यो हुन्छ नि एकदम त्यो स्तरहीन कुराहरू गर्ने क्या। जस्तैमा कसको भिजनमा भएको छ को सरकारमा थियो त्यतिखेर जस्तैमा पहिले कालापानीको युद्धमा जस्तैमा बलभद्र कुँवर जस्तोमा के भन्छ प्रधान सेनापति थियो उसको चाहिँ जुन कमान्डमा त्यहाँनिर कालापानी युद्ध भएको थियो होइन। तर अब लड्ने त जनताहरू नि हुन् त होइन। अनि यो हर्केको समर्थन चाहिँ कस्तो भने पानी अब अहिले कसले ल्याएको छ कुन सरकारमा छ त्यसलाई जस दिने हो नि त हो कि होइन। पानी कसले ल्याएको छ कसले जस दिने भन्दा पनि अहिलेको सरकारले एउटा बजेट छुट्याइदिएको हो यो हर्क साम्पाङले हो। यो विषयमा यो पानीको विषयमा पहिला नै डिपिआर भइसकेको रहेछ अहिलेको सरकारले बजेट हाल्यो। त्यस्तो कुरा हर्केको जस्तो कुरा गर्ने भने त तपाईँलाई जस्तो हर्के आउनुभन्दा अगाडि होइन हर्के आउनुभन्दा अगाडि धराने जनताले के धरानको जनताहरूले पानी नि के पिउन पाएको थिएनन् होला त। जस्तै के उनीहरूले चाहिँ फोहोर पानीहरू मात्रै पिएर जस्तै आफ्नो जीविका पार्जन गरेका थिए त हर्क साम्पाङ मेयर हुनुभन्दा अगाडि भन्नु त उसकै कुराको गर्नु भने त यो विषयमा त उसकै एउटा वडा अध्यक्षले बोलिसकेको छ। धरानको जनताले चाहिँ हर्क साम्पाङ आउनुभन्दा अगाडि चाहिँ कोकले फेन्टाले नुहाइरहेको थिए कोक फेन्टा पिएर बसिरहेको थिए कोक फेन्टाले कपडा धोइरहेको थिए जब हर्क आयो तब मात्रै पानी पायो भनेर चाहिँ उसकै वडा अध्यक्षले भनिसकेको छ यो विषयमा त। त्यही भएर म के भन्छु भने यो यारे विकास होस् सबै कुरा राम्रो होस् होइन। तर यो यारे आफ्नो जस लिन खोज्ने खालि आफ्नो मात्रै नाम आउन खोज्ने त्यो कुरा छोड्नु हर्के भनेको नथिङ क्या 3 सिटी हो। यसले भनेको जस्तैमा संसद भवन यो नहुँदै पनि चल्छ क्या भनेको।